ल आज चाहिँ हामी क्लास 10 को ज्योमेट्रीको थ्योरम नम्बर 1 प्र्याक्टिस गर्न गइरहेका छौँ। थ्योरम नम्बर 1 मा के छ भन्दाखेरि प्यारालेलोग्राम्स अन द सेम बेस एन्ड बिट्विन द सेम प्यारालेल्स आर इक्वल इन एरिया भनेको के भन्दाखेरि प्यारालेलोग्राम्स भनेको कतिवटा छ, धेरै प्यारालेलोग्राम्स भनेको के हैन, एउटा मात्र हैन कि धेरै। अब त्यसमा चाहिँ के छ अरे भन्दाखेरि अन द सेम बेस, यो कुरालाई ध्यान दिनुपर्छ। सेम बेस भनेको के हो हैन, बिट्विन द सेम प्यारालेल्स भनेको के हो। सेम बेस भनेको त्यो प्यारालेलोग्राम जहाँबाट चाहिँ नि बनेको छ, जुन बेसबाट जहाँबाट ठड्डेको छ, द्याट इज बेस भनेको। एबी मानौ, यो चाहिँ के भयो, बेस भयो। यहाँबाट चाहिँ एउटा प्यारालेलोग्राम बन्यो ल है, यहाँबाट के बन्यो अरे, प्यारालेलोग्राम। एबीसीडी इज अ प्यारालेलोग्राम, एउटा प्यारालेलोग्राम यहाँबाट बन्यो, ठिक छ। प्यारालेलोग्राम हुनको लागि के चाहियो, अपोजिट के हुनु पर्यो, प्यारालेल हुनु पर्यो, अपोजिट साइड। अब भनेको प्यारालेलोग्राम्स भनेको नि, प्यारालेलोग्रामहरू चाहिँ के हुन्छन् भन्दाखेरि सेम बेस, एउटै बेस। यहाँ बेस के छ भन्दाखेरि यो एबी भन्ने बेस भयो। यदि एउटै बेसबाट बनेको छ र सँगसँगै बिट्विन द सेम प्यारालेल्स भनेछ भने एउटै प्यारालेल लाइनमा, यो प्यारालेल लाइन र यो प्यारालेल लाइनमा चाहिँ के छ, यो प्यारालेलोग्राम छ भने अर्को प्यारालेलोग्राम पनि यही लाइनभित्र पर्नु पर्यो, यो र योबाट एउटा बाहिर जानु भएन भनेको क्या। अब अर्को प्यारालेलोग्राम बनाउने भने ल मानौ अर्को प्यारालेलोग्राम यतातिर बनाइदियो है त, ल यस्तो भयो है। अनि यहाँनिरबाट यही बेसलाई मान्ने हो भने ल यस्तो भयो माने भयो नै। यो एबी भन्ने बेसमा एबिसिडी पहिला थियो है, एबिसिडी पहिला थियो। अहिले चाहिँ हामीले एबी, अब यहाँ ई र एफ थप्यौँ भने एउटा प्यारालेलोग्राम यो भयो, अर्को प्यारालेलोग्राम यो भयो। दुईटा प्यारालेलोग्राम छ नि यहाँनिर, दुईटा प्यारालेलोग्राम छ भने अब यसको यो पनि के हुन्छ, प्यारालेल हुन्छ। अब हामीले प्रुभ गर्नुपर्ने चाहिँ के हो भन्दाखेरि प्यारालेलोग्राम अन द सेम बेस एन्ड बिट्विन द सेम प्यारालेल आर इक्वल एरिया हैन। यसको चाहिँ एरिया चाहिँ इक्वल हुन्छ भनेको प्यारालेलोग्रामलाई पिएआरएम पाम पनि भनिन्छ सर्टकटमा है। सर्टकटमा के भन्छ, प्यारालेलोग्रामलाई पाम भनिन्छ। यस्तो सिम्बल पनि प्यारालेलोग्राम भनिन्छ यसलाई पनि। भने पछाडि यदि अब हामीले प्रुभ गर्नुपर्ने चाहिँ पाम एबिसिडी अर्को पेन देऊ न, एबिसिडी पाम एबिसिडी भनेको एबिसिडी को एरिया जति छ, अब हामीले प्रुभ गर्नुपर्ने चाहिँ पाम एबीइएफ अर्को इएफ यति चाहिँ इक्वल हुन्छ भनेर प्रुभ गर्नुपर्ने हो क्या। भनेको एरिया अफ एबिसिडी इज इक्वल टु एरिया अफ एबीइएफ भनेर प्रुभ गर्नुपर्ने हो। यो प्रुभ गर्नुभन्दा अगाडि हामीले के एउटा कुरा के थाहा पाउनुपर्छ थाहा छ? यो प्रुभ गर्नुभन्दा अगाडि हामीले अरू एउटा कुरा के थाहा पाउनुपर्छ भन्दाखेरि पाम प्यारालेलोग्रामको एरिया निकाल्ने फर्मुला थाहा पाउनुपर्छ हैन। एरिया प्यारालेलोग्रामको एरिया निकाल्ने फर्मुला के हो थाहा छ? बेस इन्टु हाइट भनेको कुनै पाम भयो, हेर है त्यहाँ एउटा पाम भयो, ठिक छ। यो बेस भयो, एबी भन्ने एउटा बेस भयो है। यो दुईटा बिट्विन द प्यारालेल लाइन भयो भने यो बेस भयो। अब यसको हाइट भनेको कि यताबाट ड्र गर्ने कि यताबाट ड्र गर्ने, जताबाट ड्र गर्दै नि हुन्छ। ल यता एउटा ड्र गरिदिउँ है त, यो चाहिँ हाइट भयो। हेर त यो के भयो अरे, हाइट भयो। भने यो पामको, यो प्यारालेलोग्रामको एरिया निकाल्ने फर्मुला ए भनेको बी इन्टु एच हुन्छ। यो कुरा थाहा भइसकेपछि मात्र हामीलाई प्रुभ गर्न सजिलो। हामी एक्जिएमबाट भन्दा पनि योबाट जाँदा अझ राम्रो हुन्छ, सजिलो तरिकाले बुझ्न सकिन्छ। त्यही भएर अब हामी यसबाट जान्छौँ। यसमा अब हामीले के गऱ्यौँ त, अनि के प्रुभ, जहिले पनि हामीलाई तीनटा कुरा थाहा पाउनुपर्छ। पहिलो भनेको यहाँ गिभन के छ, दोस्रो भनेको टु प्रुभ, यो प्रुभ गर्नुपर्ने के हुन्, र तेस्रो भनेको कन्स्ट्रक्सन। यो कन्स्ट्रक्सन भनेको चाहिँ हामीलाई क्वेसनले भने भन्दा बाहेक अरू केही ड्र गरेछ कि छैन, कुनै लाइन कन्स्ट्रक्ट गरेछ कि होइन, त्यस पछाडि हाइट ड्र गरेछ कि, अथवा कुनै लाइनसँग कुनै लाइन जोडिएको छ कि, कुनै एङ्गल ड्र गरेछ कि,
त्यसलाई चाहिँ कन्स्ट्रक्सन लेख्नुपर्छ। अब यसैको केसमा हेर्ने हो भने हामीले अहिले भन्ने थियौँ नि यो बी इन्टु एचबाट गर्दैछौँ बेस इन्टु हाइटबाट गर्दैछौँ भने त्यो बेलामा हामीले यहाँनिर एउटा हाइट त बनाउनु पऱ्यो नि, यसको यहाँ एउटा हाइट बनाउनु पर्ने हुन्छ, कन्स्ट्रक्सन गर्नुपर्ने हुन्छ आफैले है। यो जस्तै डी र ल मानौँ यहाँ के राखिदिउँ डी र ल एम राखिदिउँ, ठिक छ, डिएम जोइन डिएम। अब यहाँ कन्स्ट्रक्ट गरेको गरेन कन्स्ट्रक्सन। अब यसरी चाहिँ कन्स्ट्रक्सन गर्नुपर्ने हुन्छ, लेख्नुपर्ने हुन्छ र यो कन्स्ट्रक्सन भनेको चाहिँ हामीले यहाँ के कन्स्ट्रक्ट गर्यौँ एक्स्ट्रा के ड्र गऱ्यौँ त्यसलाई चाहिँ लेख्नुपर्ने हुन्छ। यदि कन्स्ट्रक्ट गरेछ भने मात्रै कन्स्ट्रक्सन लेख्ने, नभए यो गिभन र टु प्रुफ लेखिदिने हो। अब गिभन के लेख्ने भन्ने पनि थाहा हुँदैन कतिलाई। गिभन भनेको जहिले पनि माथि क्वेसनमा जे दिएको छ द्याट इज गिभन भनेको प्यारालेलोग्राम्स अन द सेम बेस एन्ड बिट्विन द सेम प्यारालेल आर इन द एरिया हुन्छ, इक्वल इन द एरिया भनेर भनेको छ भने गिभन चाहिँ के छ भन्दाखेरि दुईवटा प्यारालेलोग्राम अथवा पामहरू चाहिँ दिएको छ एउटा एबी भन्ने बेसमा भनेर बनाउनु पर्छ क्या। भनेको पाम एबिसिडी एन्ड पाम के हुन्छ एबिइएफ आर टु palm standing on the same base, standing on the same base AB भनेर लेख्नुपर्छ। यो चाहिँ गिभन हो। अब यो टु प्रुफ, अब यो टु प्रुफ चाहिँ के हो, टु प्रुफ गर्नुपर्ने के हो भन्दाखेरि एरिया अफ प्यारालेलोग्राम ABCD area of ABCD is equal to area of palm parallelogram ABEF यसरी चाहिँ लेख्नुपर्छ टु प्रुफ। अब कन्स्ट्रक्सन गरे है छैन, कन्स्ट्रक्सन भनेको चाहिँ यहाँ कुनै एउटा एक्स्ट्रा तान्यो भनेको जोइन डिएम लेख्दै भइहाल्यो, जोइन के गर्यौँ डिएम यति लेख्दै पनि भइहाल्यो। अब हामीले के गर्छौँ भन्दाखेरि अर्को भिडियोमा चाहिँ यसको प्रुफ गरेर देखाउँछौँ।